हेलो गुड मर्निङ साथीहरू सबैजनालाई। आज चाहिँ म सब्जी खेलाउँदैछु। सजना खानु मन पर्यो अरे, अन्त बनाइदिनु साथीहरू दिउँसोको लागि। बिहानको चाहिँ खाइसकेँ। आज बिहान मैले भिडियो बनाउनु पाइनँ किनभने राति दिउँसो सुतेको थियो बिहामा बनाएर, त्यही भएर बनाउनु पाइनँ। अनि अहिले चाहिँ बनाएको साथीहरू सब्जी खेलाउँदै तपाईँहरूसँग बात गर्नु पर्यो भनेर साथीहरू के गर्नु, भ्याइ नभए हुँदो रहेछ, साह्रो पर्ने रहेछ। सबैजना ठिकै हुनुहुन्छ? यसो कमेन्टहरू पनि गर्दै गर्नुहोस् है मलाई साथीहरू। अन्त हिजो बिहामा गएको कि यस्तो मजाको बिहा चाहिँ यता चाहिँ दामी हुँदो रहेछ। हाम्रोतिर जस्तो हुँदैन रहेछ, यता चाहिँ अर्कै खालको डेकोरेसन पनि अब दामी हुँदो रहेछ। अनि के भन्छ बिहा पनि राम्रो भएको थियो। 7 बजीतिर गएको थियो, 7:30 आइहाल्यो। अरू चाहिँ भर्खर आउनु भयो, बिहान 9-10 बजीतिर 9 बजीतिर आउनु, 10 बजीतिर भर्खर आउनु भयो। त्यहाँदेखि चाहिँ त्यस्तै नै साथीहरू, अब गर्नु पर्ने जीवन। तपाईँहरूलाई बाहिर बाहिरको देखाउनु सक्दिनँ, जानु पाउँदैन। जब जानु पाउँछु अनि बनाएर देखाउँछु। हजुर मेरो छोराको मिठाई सक्दैछ। सक्यो पप्पा, सक्यो ललिपप खोइ उता हेर नफ्याँक न भाइ, टिप्प त डस्टबिनमा हाल। मेरो छोरा चाहिँ मसँग गफ गर्दै बस्दैछ साथीहरू। अनि हजुर सक्न आँटे साथीहरू, हेर्नुहोस् होला, यसलाई पनि सक्न आँटे। अब चाहिँ म पकाउँछु, पकाइसकेर पनि देखाउँछु ल तपाईँहरूलाई। अहिलेलाई चाहिँ यति नै।